मलाई विश्वासै लाग्दैन। हजुरले यो किताबमा चाहिँ के लेख्नु भएको छ विशेष गरेर? यो मेरो पुरा अटोबायोग्राफी हो। हजुर। यसमा मेरो बाल्यकालदेखि अहिलेसम्मको सबै कुरा लेखेको छ। राम्रो कुरा पनि लेखेको छ, नराम्रो कुरा पनि लेखेको छ। नराम्रो भन्नाले दुःख पाएको कुरा पनि लेखेको छ, असफल भएको कुरा पनि लेखेको छ, सुख पाएको कुरा पनि लेखेको छ, असफल भएको कुरा पनि लेखेको छ। सबै कुरा लेखेको छ। मैले जिन्दगीमा अहिलेसम्म यो स्टेजसम्म आउँदाखेरि कति वर्ष सङ्घर्ष गरेँ, कसरी गरेँ र यो स्टेजसम्म आउनलाई कति चाहिँ मेरो भनौँ न कति चाहिँ अब जीवनमा टर्निङ पोइन्टहरू आयो, त्यो सबै कुराहरू लेखेको छु। र युवाहरूलाई चाहिँ कहिले पनि असफल हुँदाखेरि हरेस नखानु भन्ने एउटा सन्देश दिन चाहन्छु। मलाई एकदमै खुसी लागेको छ तपाईँसँग भेट्न पाउँदा होइन। म यसरी तपाईँसँग भेट्न पाएँ यो मेरो लागि चाहिँ म तपाईँप्रति अनुग्रहित छु होइन, आभारी छु। हस्, धेरै धेरै धन्यवाद हजुर सर। हुन्छ हस्।